मलाई शान्त हुन मनपर्छ, तर सबैतिर भागदौड मात्र देखिन्छ। खोइ के को लागि हो कुनै शान्ति हुनलाई हो कि केही पलको लोभको लागि हो। म सबैको हो र सबै मेरा हुन् भन्ने लाग्छ मलाई, तर बुझ्दै जाँदा सबै मेरा त हुन्, तर म कसको हो प्रश्नको उत्तर चाहिँ पाउन सकेको छैन। उता मान्छे भोकले रोइरहेको छन्, एक्सिडेन्ट भएर रक्त बगिरहेको छ, वरिपरि हातमा मोबाइल मात्रै देखिरहेको छ। सबैको मनमा दया माया भावना केही नदेखेर मेरो मन रोइरहेको छ। मानवताको मनमा त माया दया मात्र हुन्छ भन्ने सुनेको थिएँ मैले, तर घृणा मात्र किन देख्दैछु म? घृणा पनि के को लागि र कसको लागि? अरूलाई खोचाएर के नै हुन्छ? अरूलाई लुटेर के नै पाइन्छ? किन यति धेरै स्वार्थी छन् सबै? मरेर पनि त के पो लाग्छ र कोही? पाप हुन पाप गर्दै मन्दिर जान्छन् सबै, खुसी हुन लोभ गर्दै पैसा खोज्छन् सबै। तर के मन्दिर गएर पाप धोइन्छ र? के पैसाबाट खुसी आउँछ त? आफ्नो जीवनको अर्थ बिर्सेर खुसी बाहिर खोज्ने मूर्ख, आफ्नो लस्टको भोगलाई मेटाउन अरूको भावनासँग खेल्ने राक्षसहरूको बिचमा के दयालु मायालु कृपालु हुनु मेरो गल्ती हो? के यो युगमा जन्मिनु मेरो गल्ती हो? मलाई शान्त हुन मनपर्छ।